वेलकम टू माई न्यू एनदर भिडियो है। आज चाहिँ हामी यो गुफामा आएको छौँ पिकनिक खाने भन्दै है। साथीहरू तपाईहरु हेर्न सक्नुहुन्छ, हामी चाहिँ त्यो फुल भिडियोको भ्लग हेर्नु भएको थियो नि, हो त्यही ठाउँमा आएर आज चाहिँ यही पार्टी हान्ने भनेर है, पिकनिक जस्तै सानो तिनो पिकनिक भनेर हामी एउटा भ्लगको लागि आएको छौँ। देख्नु भएको छ होला, यहाँ अब हाम्रो चुलो चाहिँ यो हुन्छ अनि हाम्रो यहाँ अब बाँसो ल्याएको छ, बाँसो चाहिँ यो प्लास्टिकमा छ। अब प्याजहरू यताउति है सबै यहाँबाट सबै गरेर यही नहुने खाने भनेर आएको है। साथीहरू दाइहरू चाहिँ उहाँ छ, फुल भिडियो हेरिदिनु होला है। ल सपोर्ट चाहिँ अब तपाईँहरूले देखाउनु पर्यो होइन। अब सानोतिनो भ्लगर हो, यति राम्रो पनि होइन। अब ठिकै ठाउँमा जाने हामी, धेरै टाढा पनि जान सकिन्न होइन। तपाईँहरूले अब सपोर्ट गरेर माथिसम्म पुगाएछ भने अब टाढासम्म लिएर जानेछौँ। अब यति नै हामी हजुरहरूलाई देखाउनु भनेको अहिले त होइन। त्यही पनि अब नजिकै भए पनि राम्रो राम्रो ठाउँहरू छ, तपाईँहरू नघुमेको ठाउँ होला है। तपाईँहरूले सपोर्ट देखाउनु पर्यो क्या। सपोर्ट देखाइसकेपछि पछि गएर हामी टाढा गएर हजुरहरूलाई देखाइहाल्छौँ नि के भयो होइन। देख्न सक्नुहुन्छ पहाडदेखि लिएर है, सिन चाहिँ ठिकै छ यहाँको होइन। हामी चाहिँ अहिले यहाँ मान्छे बस्न लागेको छ, हाम्रो दाजुहरू चाहिँ पानीहरू यहाँ हेर्नु न हजुरहरूले। अब खाने पानीको निर्माण पनि छ यहाँ क्या होइन। खाने पानीहरूको निर्माण यहाँ चुहेको छ, यस्तो दामी दामी है। यो भलमा चाहिँ देख्नुहुन्छ गहिरो छ बहुत। सपोर्ट गरिदिनु पर्यो कि हजुरहरूको माया देखाइदिनु पर्यो। A few moments later. ल गाइस, हाम्रो चाहिँ आगो बोल्दैछ है, यहाँ आगो चाहिँ जल्दैछ। अब देख्नुहुन्छ अब यहाँ हामी चाहिँ अहिले 2 PM बनाउन लाग्यो है। टक्कलाई 2 PM बनाएर खाने हो। मासु चाहिँ अब एकछिनमा बन्छ, गाना बजिरहेको छ। यस्तो राम्रो सिन चाहिँ देख्नु भएको छ नि, रमाइलो छ क्या। भनेको हामी 4 जना मात्र छौँ तर बेस्ट रमाइलो छ हेर्नु। हाम्रो लोकेसन चाहिँ कञ्चनकोटी है, बरगाड हो। यो चाहिँ हाम्रो देख्नुहुन्छ दाउन्ने डाँडा हो सबै, बरगाडकोतिरको दाउन्ने डाँडा हो सबै। यहाँदेखि हिँड्दै गयो दाउन्ने नै पुगिन्छ। यो हाम्रो लोकेसन बरगाडतिर हो है, कञ्चनकोटी भन्ने ठाउँमा हो। आउन चाहनुहुन्छ भने है हाम्रो टक्कलाई हामीलाई यहाँ सब्सक्राइब गर्ने लोकेसन हामीले दिइहाल्छौँ, केही छैन, टेन्सन छैन। अब भर्खरको सुरु गरेको भ्लग हो। अब तपाईँहरूको सपोर्ट त चाहिन्छ होइन। हामीलाई अब माथि पुग्नको लागि अब तपाईँहरूको माया देखाउनु पर्यो, सपोर्ट देखाउनु पर्यो होइन। अब यस्तै हो सुरुमा। अब पछि अब गर्दै गइएछ भने माथिसम्म पुगेछ भने राम्रो भ्लग ल्याउँछौँ, राम्रो ठाउँमा गएर है। हाम्रो चाहिँ अब यहाँ हालिदिइसकेको छ है, पिरो चाउच दामी बनाएर खाने। अब दाजुले चाहिँ बनाउनु लागेको छ है। अब चाहिँ यही हाम्रो एउटा चाउचौ, मासु चाहिँ एकैछिनमा बन्छ। मासुको पोको छ यहाँ चाहिँ, गाना बजाउँदै मजमा खाँदै 2 जना मान्छेहरू उता पुगिसक्यो आएर। यो हेर्नु न चट्टान, यस्तो दामी चट्टान छ क्या हेर्नु न। 5 minutes later. हाम्रो 2 PM चाहिँ पाक्दैछ है यहाँ। ए देख्नुहुन्छ नि आधीसम्म पाकिसकेछ। अब चाहिँ एकछिनसम्म पानी सुक्न दिने, त्यसपछि खाने है। A few moments later. ल हाम्रो चाउचो चाहिँ रेडी भइसक्यो। अब चाहिँ हामी यो निकालेर टक्क खाने, एकछिन बसेर है। एकछिन बसेर खाएपछि त्यसपछि चाहिँ हाम्रो मासुको पाली आउँछ है, मासुपट्टि लाग्छौँ हामी। 5 minutes later. प्याजहरू काटेर चाहिँ यस्तै राखेको छ यी प्याजहरू होइन। लसुन देखाइदियो त बाबु, लसुन त देख्न सक्नुहुन्छ है। अब ढक्क लाएर त्यसलाई पानीमा, अब लसुनलाई त अब ल हामी चाहिँ अब चाउचाउको प्रोग्राम त सकियो। अब मासु पकाउनको लागि रेडी हुँदैछौँ है। दाइहरूले यहाँ अब दाइले र साथीहरूले अब यहाँ प्याज काट्दैछ होइन। अब प्याज अब मासु खानको लागि भुजा यहाँ रेडी छ होइन। अब चाहिँ हामी हाम्रो दाजुले चाहिँ यहाँ टक्क आगो बाल्दैछ, आगो बाल्नको लागि रेडी छ। चुलोहरू मिठो हावाहरू लाग्छ, देख्न सक्नुहुन्छ तपाईँहरू। अब सानोतिनो युजरहरू हामी सानोतिनो हो, त्यस्तो ठुलो भ्लगरहरू त होइन भन्न सक्दैन। तपाईँहरूको सपोर्टले अब हामीलाई माया दिनु पर्यो, अरू केही होइन। अब यति सपोर्ट गरिदिनु भयो भने, यो च्यानललाई सपोर्ट गर्नु भयो भने त ठुल्ठुलो ठाउँमा गएर नि तपाईँहरूलाई भ्लग देखाइदिन्छौँ हामीले, के भयो त होइन। यस्तो दामी सिन छ, योभन्दा सिन चाहिँ कहाँ होला र होइन। यो चाहिँ अब हाम्रो नेपालमै हो, अब बाहिर जानु छ नेपालमै छ दामीहरू त ठुल्ठुलो ठिकैहरू छ। अब यो हामी चाहिँ नजिकै, हाम्रो घरदेखि अब हाम्रो गाउँदेखि नजिकै छ यो। 5 minutes later. अब हाम्रो जे चिज पनि बनाउँदाखेरि अब मिठो नहुने सबसे मेन चिज भनेको के हो तपाईँहरूले कमेन्ट गरिदिनु होला है। हेर्न सक्नुहुन्छ मेन चिज भनेको के हो, तपाईँहरूले अब जे बनाउँदाखेरि नि हामीले हाल्नुपर्ने मेन चिज भनेको के हो हजुरहरूले कमेन्ट गरिदिनु पर्यो है।
टक्क लाएर यसो सरसफाइ त गर्नु पर्यो नि होइन अब धेरै टाढाबाट आएको छन् लसुन चक्कर भएर होइन लसुन प्याजहरू त अब यी काटेर राखिसकेको छ मासुहरू यहाँ यी दाजुले बनाउँदैछ रातो रातो भएको छ अब हाम्रो कुक चाहिँ यहीँ हो एउटै हाम्रो कुक भन्ने यही हो होइन अब यो जस्तो मिठो त कसले बनाउँछ र होइन त्यही भएर यसैलाई बनाउनु दिएको हामीले प्लेट सार त हाम्रो सिलौटा हेरेर चाहनुहुन्छ हाम्रो नेपाली सिलौटा हाम्रो सिलौटा देख्न सक्नुहुन्छ हाम्रो सिलौटा यसमा पिस्ने टक्क लाएर टक्क पिस्ने मासुमा हाल्ने यही A few moments later. हाम्रो चाहिँ यहाँ अब पिसेर अब किमा बनाइदिइसक्यो भनेको किमा बनाइदिइसक्यो खोलातिर यो चाहिँ अब रातो रातो भइसक्यो हाम्रो कुक दाजुले यस्तो दामी बनाउँछ पहिला चाहिँ यहाँ अब तेलमा फ्राई गर्दैछ होइन अब तेलमा फ्राई गरिसकेपछि पछि हक्क लाएर यसलाई मसलासित हाल्ने हो हाम्रो रवि दाजुले खतरा बनाउँदैछ होइन हावा खाँदै चिसो हावा खाँदै पड्किदिने यति राम्रो छैन हरियाले बिचा बिचामा ठुल्ठुलो गर्दा सुकेकै हुन्छ गर्मी हो होइन A few moments later. हाम्रो चाहिँ अब मासु रातो रातो हुँदैछ त्यसपछि अब डक्क लाएर एउटा प्लेटमा राख्ने होइन 5 minutes later. प्याज भुट्ने कार्यक्रम भइसकेछ प्याज भुटेर मासु चाहिँ रातो पारेर राखिसक्यो एकदम यस्तो दामी ठाउँमा आएर मायाको यस्तो त मजै बेग्लै छ क्या यार A few moments later. देख्न सक्नुहुन्छ गाइज हाम्रो चाहिँ मासु अब रेडी हुँदैछ रातै भइसक्यो यस्तो दामी होइन बवाल भुटेको मासु होइन अब भुजासँग चट्ट लाएर खाने हो भुजा माछा यी रातो भइसक्यो भनेको होइन बवाल भइसक्यो बवाल 5 minutes later. देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ पकाएर पुरा फिनिस गरेर अब मासुमा भुजा मिसाएर टक्क लाएर टक्क मासु कस्तो भयो देख्न सक्नुहुन्छ नि हात छोडौँ त दाजु ल बवाल रातो मासु भुजा लाएर टक्क है अब चाहिँ हामी पार्टी हान्न लाग्यो A few moments later. हामी चाहिँ अब मासु सासु पकाएर पाकिसकेपछि यसो खाएर अनि त्यसपछि फेरि हामी नुहाउन लगाइसकेका छौँ है त्योभन्दा थोरै अगाडिपट्टि आएर तपाईँहरूलाई सिन देखाउनको लागि नुहाउन लगाइसकेका छौँ है यस्तो खतरा छ देख्न चाहन्छु हजुरहरूले माथिसम्म हेर्नु नआएको पाहाडमै गए जस्तो फिल हुन्छ कि भनेको दामी छ कि ठाउँ A few moments later. ठुलो पानी परिसक्यो गाइस होइन अब हामी कसरी झर्ने भन्ने कुरा छ तर यहाँ म पानीमा पनि यहाँ भिडियो गराइरहेको छु अब हामी निस्किन्छौँ होइन लाएर अब यहाँबाट हामी जान लाग्यो पानी पऱ्यो तर फोन अब प्लास्टिकमा हालेर लिएर जानुपर्छ हामी त्यही भएर अब हामी भिडियो यहीँ इन गरिदिन्छौँ पानी रोक्यो भने चाहिँ हामी अब उता गएर उ गराउँछौँ ठुलो पानी पऱ्यो के ठुलै पानी पऱ्यो यता भित्र हेर्नु सक्नुहुन्छ होइन हजुर ल बाई गाइस भाइ